लौ त मेरो भगवान, यो कलियुगमा कस्तो दुर्दशा लायो। जसले जन्म दियो त्यही आमा धरो धरो रुनु पर्ने, बुढेसकालमा एक्लै हुनु पर्ने, उनैका लागि कर्म गर्यो, बाल सेतै फुलायो, छोराछोरी बजार डुलायो, रुँदै रुँदै भित्र पस्नुपर्छ। खाने बेलामा के खाने थाहा छैन, टुङ्गो छैन, गाछको बाँसको टुङ्गो छैन, परदेशीको छोरो आएको छैन, बुहारीले खबर गर्दै गर्दिन, त्यो बाटो हिँड्दा पनि घरमा झर्दैन, अनि आँसु झर्छ कि झर्दैन। त्यस कारणबाट अहिलेको जमाना यस्तो भयो, पैसाले नातागुता सम्झिने कुनै कुरा भएन मेरो भगवान। त्यही भएर धोरो धोरो रोएका बाउआमालाई सम्झेर त्यो गरिएको कर्मका निमित्त कस्तो कर्म गर्यो, जुन कर्मले आज खाना होला, तर यस लोकमा खाना बस्न भए पनि परलोकमा राम्रो हुँदैन। आफूले जस्तो संस्कार सिकायो आफ्नो छोराछोरी त्यही सिक्ने हो, भोलि आफू पनि रुनुपर्छ, त्यो ज्ञान हुनु पर्यो। त्यही भएर भनिएको छ, भुल्न हुँदैन सुन, भुल्न हुँदैन, बाउआमालाई छोडी बाहिर डुल्न हुँदैन, भुल्न